आज चाहिँ म सानो एउटा कामले आएको थियो ब्याङ्कको कामले, त्यही भएर फेरि एकछिन थकाइ लाग्यो। अब चाहिँ यता पार्कतिर आएको छु। पार्क चाहिँ यस्तो रहेछ है गाइज, पार्क चाहिँ यस्तो रहेछ ल। अब एकछिन पार्कतिर बस्ने हो, अनि मात्रै गइन्छ होला, नबसी चाहिँ नजाने, बसिवरी मात्रै जाने, नबसी नजाने। थाक्यो, धेरै थाक्यो। यस्तो रहेछ ल, यहाँ चाहिँ सानो पार्क चिटिक्क परेको, डस्टबिन सस्टबिनहरू पनि राखेको रहेछ। यस्तै छ यहाँ चाहिँ। अब बहुत थाक्यो, पसिना नै आयो, एकछिन चाहिँ बस्नु पर्यो, गर्मी धेरै छ। एकैछिन हिँड्दा पनि पसिना खलल आउँछ, के गर्नु। अन्त गाइज यस्तै छ यहाँ चाहिँ ल। अब चाहिँ यहाँ आयो, तर यहाँ चाहिँ पानी चाहिँ छैन रहेछ, बनाएर चाहिँ राखेको रहेछ। अब पानीहरू चाहिँ छैन रहेछ, बनाएर मात्रै राखेको रहेछ ल। मोटरहरू अब पानी पनि फोहोर रहेछ ल। यस्तो छ है गाइज यहाँ चाहिँ। मेरो युट्युब च्यानलमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला है त मित्र।